Please support my first video by watching it till the end. Folded सर्वप्रथम hands, त folded धेरै hands, सम्झना, folded मिठो hands. माया र मेरो युट्युब च्यानलमा ब्लगमा सर्वप्रथम त सम्पूर्णमा वेलकम स्वागतम छ र विशेष मलाई यो टिकटक माध्यमबाट मलाई धेरैजनाले सपोर्ट मायाको कारणले गर्दा मैले चाहिँ यहाँसम्म मैले चाहिँ युट्युब च्यानल खोल्ने युट्युब भिडियो बनाउने माध्यमसम्म पुगेको छु र अझै पनि सम्पूर्णको साथ सपोर्ट रहन्छ भन्ने आशाका साथ मैले चाहिँ बारिस्ता म चाहिँ हाल साउदीबाट विशेष बारिस्ता मिस्टर अब पुरै एक्सपिरियन्स त नभनौँ अब त्यही 2 वर्षको चाहिँ एक्सपिरियन्स भनौँ र म चाहिँ फर्स्टचोटि अब हाम्रो यो बेसिक नै भयो अब यो हाम्रो यो मिसिन भयो मेन मिसिन भयो यो हाम्रो मेन मिसिन भयो अब हामीले चाहिँ अहिले यसको भिडियो नगरौँ अब यो पछि अब अझै अर्को भिडियोमा पोस्ट गरौँ न अब मेन हाम्रो यो बेसिक नै भयो अब हामी चाहिँ मेरो पहिलो भिडियो चाहिँ रहनेछ मेरो चाहिँ बेसिक टिम पहिलोचोटि रहने चाहिँ बेसिक टी अब मेन बाहिरतिर चल्ने भनेको त मेन हो भनेकै बेसिक टी हो अब अरू कफीहरू भन्दा पनि मेन चलेको भनेको चाहिँ बेसिक टी हो मेन चाहिँ बाहिरी देशमा चलेको चाहिँ बेसिक टी र जति पनि हाम्रो नेपालमा रहनुहुने हाम्रो अब नेपालमा रहनुहुने फर्स्ट अब ट्रेनिङ गर्दै गर्नुहुने र बाहिरको यात्रामा रहनुहुने र हाम्रो बाहिरी देशमा फर्स्ट टाइम जाँदै गर्नुहुने जति पनि नयाँहरू हुनुहुने अब विशेष उहाँहरूको लागि हाम्रो यो बेसिक टी चाहिँ मेन ताल अब हाम्रो यो बेसिक नै भयो अब हाम्रो बेसिकमा धेरै प्रकारको छ है अब बेसिक नै भयो अब यता हाम्रो भयो मिसिन अब यो क्यापेचिनो लाtte अब यो हामीले अहिले चाहिँ यो यसको भिडियो नबनाउँ हामीले अब जति पनि मिसिन भयो हैन अब हामीले कति ग्राम हाल्नुपर्छ र हामीले स्टिम फर्स्टचोटि कसरी चलाउनुपर्छ त कसरी स्टिम चलाउनुपर्छ भन्ने विषयमा पछि अर्को भिडियोमा अपलोड गरौँ ल र अनि हामीले अब भयो स्टिम भयो र हामीले अब हर कुराहरू छ क्या यो मिसिनको विषयमा पनि अब यो ग्रान्डको विषयमा भयो हर कुराहरू छ क्या अब यसको विषयमा चाहिँ पछि भिडियो बनाउन अब हामीले चाहिँ मेन अहिले हाम्रो चाहिँ भयो बेसिक टी अब बेसिक टी मेन चाहिँ म फर्स्टचोटि बेसिक टी बनाउँछु अब धेरै चलेको भनेकै अरूको देशमा बाहिरी देशमा चलेको भनेकै मेन भनेकै बेसिक टी हो अब धेरै चलेको भने बेसिक टी नै हो र जति पनि हाम्रो नेपालमा रहनुहुने अब दाजुभाइहरू अब जति पनि नयाँहरू हुनुहुन्छ कोही त ट्रेनिङ गर्दै गरेको पनि हुनुहुन्छ कोही नयाँ हुनुहुन्छ र हामीले परदेशमा कसरी बनाउनुपर्छ बेसिक कसरी बनाउनु